पुरानो साललाई बिदा गरेर आज हामी नयाँ सालको प्रवेशको खुड्किलोमा छौँ। आमाको आशीर्वाद लिँदै आमाले हामीलाई आशीर्वाद दिनुहुन्छ। आमा, आज अब नयाँ वर्ष अरे, अब नयाँ वर्षको तपाईँ छोराछोरी देश विदेशमा रहेकाहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ? राम्रो होस्, अब आशीर्वाद दिन्छु। अब यहाँ नदेखे पनि भिडियोमा देखुन् सबैलाई राम्रै हुन्। नयाँ वर्षको शुभकामना है मेरो। अब अरू त के भन्नु र केही दिन पनि सकिएन। हामी सबैलाई आमाले नयाँ वर्षको शुभकामना दिनुभयो। हामी आमाको नयाँ वर्षको शुभकामनाले धेरै धेरै खुसी छौँ। आमाको आशीर्वाद हामीलाई सदैव मिलिरहोस्। आमाले देश विदेशमा रहेका नाता नातिना छोराछोरी सबैलाई नै समेटेर आशीर्वाद दिनुभयो। योभन्दा हामीलाई गौरवको कुरो अरू के हुन्छ र? आज 80 वर्ष पार गरेको आमाले हामीलाई यति आशीर्वाद दिँदै हुनुहुन्छ, यो हाम्रा लागि खुसीको कुरो हो।